फाइनली गाइज सम्पूर्णमा नमस्कार। म आर्यन थापा, घर तिलकफा नगरपालिका वडा नम्बर 10 रुडु होइन कालीकोट। अनि म चाहिँ यहाँ आएको लगभग 2-3 हप्ता भइसक्यो होइन। यहाँ दसैँ मनाउन आएको लगभग भइसक्यो। म आएको अलि अगाडि आएको। तपाईँहरू यस्तो देख्न सक्नुहुन्छ नि, यो आज तिलकफा नगरपालिका वडा नम्बर 10 कालीकोट रुडुको गाउँ यति बवाल छ। 1 मिनेट बढी यस्तो बवाल देखिया छ। अब तपाईँहरू चट्टै ल्याएर आफै हेर्नुहोस् त, यति बवाल देखिया क्या। अब स्तरीय नेताहरू, अब कर्मचारीहरू, राजनीतिक दलभित्र पढ्ने हाम्रा अब आदरणीय नेताहरू भनौँ न, अलिकति माननीयहरूलाई चाहिँ यो एकदमै ध्यान दिनुपर्ने कुरा हो होइन। किनभने अब एकदम अब योभन्दा पछाडि चाहिँ बवाल छ क्या फेरि ठाउँ होइन। कालीकोटकै भनौँ न, अलिकति स्वर्ग जस्तो ठाउँ चाहिँ होला। स्वर्ग जस्तो ठाउँ चाहिँ छ होइन यो। अब यो चाहिँ मेरो घर है, यो चाहिँ मेरो घर हो, फिटिङले छाएको। यो चाहिँ मेरो घर हो अनि यो चाहिँ स्कुल हो। अब बल खेलिराख्ने होइन, यो चाहिँ स्कुल हो। राम्रो ठाउँ हो एकदम होइन, एकदम चाहिँ हाम्रो अब जति चाहिँ भने नि हाम्रो जन्मभूमि हो नि, त्यही हो भनेको। यस्तो ठाउँ रहेछ नि यार। हाम्रो गाउँ गाइजहरू, हाम्रो गाउँ आयो। हाम्रो गाउँ, हाम्रो घर हेर न गाइजहरू। अब